नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको अर्को गाथामा जाउँ, जुन भगवानले जेतवनमा आनन्द स्थविरको प्रश्नलाई उजागर गरिदिनु भएको थियो, जुन उत्तर अति नै आवश्यक छ। सुनौ। सब पापस्य अकरणं कुशलस्य उपसम्पदा सचित्त परियोजपनम एतम बुद्धानुशासनम। हेर्नुहोस् त, अर्थ कस्तो रहेछ। कुनै पाप नगर्नु रे, पुण्य सञ्चय गर्नु र आफ्नो चित्तलाई शुद्ध गर्नु, यही नै बुद्धहरूको शिक्षा हो अरे। त्यसो हुँदाखेरि यो प्रोसेसमा हामीहरू पाइला दर पाइला हर समय लागौँ। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।